नमस्कार साथीहरू, आज दुबईमा पानी परेर एकदम जलमग्न भएको छ। बाहिर पुरा अँध्यारो मुसलधारे पानी परेको छ। हेर्नुहोस् यस्तो छ। अब हामी केही क्षणमा बाटो हुँदै ड्युटीतिर जानेछौँ। कस्तो छ बाटोको हालत हेर्नु होला है एकछिनमा। यस्तो छ, पुरै अँध्यारो, बाहिर केही देखिँदैन। यस्तो अलिअलि देखिरहेछ। पानी पनि कम भयो अहिले अघिको भन्दा। एकदम अँध्यारो अँध्यारो देखिरहेको छ। गाडीहरू बिस्तारै गुडिरहेका छन्, किनभने अँध्यारो अलि देखिन सकिँदैन। सुरक्षाको लागि बिस्तारै गुडिरहेका छन् गाडीहरू पनि। ल है साथी, अब अगाडि के कस्तो भइरहेको छ, पानी रोडहरूमा गाडी कति डुबिरहेका छन् हेर्नु होला है। लेट्स गो। यसरी पानी पर्यो भने जुन धुलो धुवाँ हुन्छ त्यो पखालिएर एकदम वातावरण पनि साफा हुँदो रहेछ। अनि वातावरण पनि एकदम साफा हुँदै गइरहेको छ। धुलो धेरै उड्छ। अब बलुवा भएको ठाउँ हो। अब कल कारखाना, अब कम्पनीहरू धेरै छन् हैन। त्यही भएर पानी पर्यो भने एकदम सफा हुन्छ। त्यसलाई पखालिदिन्छ। पखालेर त्यो जमिनभित्र जान्छ फोहोर। त्यसपछि वातावरण एकदम सफा चिट्ट हुन्छ साथीहरू। अब हामी केही क्षणमा बुर्ज खलिफाको बाटो हुँदै ड्युटीतिर जाँदैछौँ। तपाईँहरूले त्यो बुर्ज खलिफाको एरियामा पनि कस्तो छ अवस्था अहिलेको पानी पर्दाखेरि। अनि युद्धको बेला कसैले अब भिडियोहरू पनि गलत बनाइरहेका छन् कि एआईबाट एडिट गरेर बुर्ज खलिफा उडाएको छ। यस्तो छैन। यहाँ दुबईमा एकदम सेफ्टी छ। यस्तो गलत समाचार लेख्नेलाई दुबई सरकारले कारबाही गरिरहेको छ, अगाडि बढिरहेको छ। सबै चेक जाँच भइरहेको छ। यस्तो कसरी नगरिदिनु होला, किनभने दुबई एकदम सुरक्षित छ र सबै टेक्नोलोजीमा अगाडि छ। त्यस्तो समस्या केही भएको छैन अहिलेसम्म। सब ठिक छ। काम चलेको छ। मान्छेहरू ड्युटी गएका छन्, आएका छन्, घुमेका छन्। 24 आवर दुबई सहर चम्किएको छ, टलक्क टल्किएको छ। यो युए को मुटु भनिन्छ। हार्ट एक दुबई युए को हार्ट मुटु त्यस्तो ठाउँ हो यो। यहाँ त्यस्तो समस्या केही आउँदैन। सबै सुरक्षा निकाय, सबै मान्छेहरू सबै राम्रा छन्। नियम कानुन मलाई एकदम राम्रो मनपर्छ यहाँको नियम कानुन सबै। किनभने कसैले अपराध गर्नु पाउँदैन। अपराध गरे पनि तुरुन्त त्यसलाई पक्रेर कारबाही भइहाल्छ, तुरुन्त भेटाइहाल्छ। अपराध गर्नुभन्दा पहिला मान्छेले 10 चोटि सोध्छ यहाँ कि मैले अपराध गरेँ भने कस्तो सजाय भोग्ने हो। मलाई डर आउँछ के। धेरै हार्ड कानुन। यस्तै कानुन बनाउनुपर्छ। सबै देशहरूमा राम्रो हुन्छ। सबै सुरक्षित हुन्छन्। एक आपसमा साथीहरूले मिलेर बस्नुपर्छ। देशहरूले पनि मिलेर बस्नुपर्छ। लडाई झगडा गर्नु हुँदैन। त्यही भएर मेल मिलाप
गरेर अगाडि बढ्न नै उत्तम हो। त्यही भएर सबै साथीहरू आफ्नो आफ्नो ड्युटीमा गइराखेका छन्, आइराखेका छन्। अब गाडी तपाईँहरूले देख्नुभयो होला, यो हो दुबईको मुटु। अब बिस्तारै हामी बुर्ज खलिफा एकदम नजिक पुग्दैछौँ साथीहरू। ल है हेर्नु, लेट्स गो। हजुरहरूले देख्नुभयो होला, यो दुबईको मेन सिटी हो। हामी यही बाटो हुँदै डेली आफ्नो ड्युटीतिर जाने आउने गर्छौँ। हजारौँ मान्छेहरू काम गर्छन् यहाँ, एकदम राम्रो मिलेर साथीहरूसँग। अब एकछिनमा पानी परेको थियो भने अब एकछिनमा घाम लागिसकेको छ। म अब ड्युटी पुग्दाखेरि यो बादल हटेर घाम लागिसकेको अवस्था थियो। हेर्नुहोस् त्यो पनि। ल अब कति सफा देखियो। बिस्तारै बादलहरू हट्दै गयो भने धेरै राम्रो देखिन्छ, एकदम सफा चिट्टा एकदम। अब राति त झन् टल्किन्छ। यस्तै अब यो बादल हटेपछि घामले यसलाई हटाउँछ होइन। त्यसपछि अब म ड्युटीतिर लागेँ है साथीहरू। हजुरहरूले भिडियो हेरिदिएकोमा धन्यवाद।